नमस्ते, हामी बस अड्डा र हामी अहिले तम्रेसर धनगढीमा आएका छौँ। अहिले चाहिँ म हाम्रै धनगढीदेखि विराटनगरदेखि धनगढी डेली छुट्ने गाडीमा छु। हाम्रो गाडी चाहिँ सुप्पा भिआइपी एसी बस। गाडी चाहिँ फुल अप्सनल स्लिपर विथ एयर सस्पेन्सन र गाडी चाहिँ डेली धनगढी बस पार्कदेखि 11 बजे र विराटनगर बस पार्कदेखि 12 बजे छुट्नेछ। यति लामो यात्रा कसरी गर्ने भनेर सोच्नुभएको छ भने चिन्तै लिनु पर्दैन। गाडी अघि नै भने फुल अप्सनल गाडी छ, एसी छ, पङ्खा छ, एयर सस्पेन्सन छ। त्यति मात्रै नभएर स्लिपरको पनि व्यवस्था छ। धनगढीदेखि पहिलोपटक स्लिपर सहितको गाडी छुट्न लागेको छ पूर्वको लागि। अब तपाईँहरू पूर्वदेखि सुदूरपश्चिमदेखि पूर्व जानु पर्यो भने चाहिँ ढुक्क भएर हाम्रो यस सुप्पा भिआइपी सोफामा चाहिँ ट्राभल गर्नु होला। भदौको 2 गते उद्घाटन छ र गाडीको सम्पूर्ण डिटेल चाहिँ हाम्रो यस गाडीको गुरुजीले दिनुहुन्छ। त्यसको लागि चाहिँ ढुक्क बस्नु होला। हस्, धन्यवाद। नमस्ते। यही भदौ 2 गतेदेखि धनगढीदेखि विराटनगरदेखि धनगढी भिआइपी सोफा सिल्भर सहितको अब आउन जान परेमा सिधै सम्पर्क हामीलाई गर्नुहोला। धनगढीदेखि विराटनगर टु धनगढी। अबदेखि सम्पर्क गर्नु परेमा 98 484 51 776 98 017 17 640 सम्पर्क गर्नुहोला। धनगढीदेखि डाइरेक्ट विराटनगरको लागि। विराटनगरदेखि 12 बजे छुट्ने समय, विराटनगरदेखि 12 बजे, धनगढीदेखि 11:30 बजे। हस् त, नमस्ते। ल, अब नेपालगञ्ज काठमाडौँ रुट मात्रै नभएर सुदूरपश्चिमदेखि पूर्वको रुट पनि आइसकेको छ बस अड्डामा। तपाईँहरूलाई गाडीको सिटहरू बुक गर्नु पर्यो भनेपछि डाइरेक्टली बस अड्डामा मेसेज गरेर अथवा कल गरेर तपाईँहरूले बुक गर्न सक्नुहुन्छ। गाडी चाहिँ हाम्रो सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्म जानेछ। हस्, यति नै, धन्यवाद।